सो स्टुडेन्ट अफ द इयरको पहिलो संस्करणमा हाम्रो विराटनगरको भाइ विनय मण्डल पनि पुगिसक्नु भएको छ। सो विनय भाइ, तपाईँलाई कस्तो फिल भइरहेछ स्टुडेन्ट अफ द इयरको स्टेजमा जाँदाखेरि? स्टुडेन्ट अफ द इयर एउटा आफैमा ठुलो मञ्च हो र त्यहाँसम्म पुग्नु नै मेरो सौभाग्य हो। अगाडि राजेश सरलाई हेरेर नर्भस हुँदा हुँदै नि गाना गाउन पाएँ। विरानजी आफै गायक हुनुहुन्छ, उहाँले त तपाईँको यतिका तारिफ गर्नुभयो होइन? साँच्ची नै तपाईँ मभन्दा 2 वर्ष मात्रै कान्छो रहेछ। र रेखा म्यामलाई पनि मेरो गानाको फिल मन पर्यो। तपाईँले राम्रो गाउनु भएको छ, तपाईँको त्यो फिलिङ्स पनि मैले चाहिँ पुगेको महसुस गरेँ। र आरिफ सरले प्लेब्याक वाला भोइस छ भन्दा म आफै भित्रबाट धेरै नै खुसी भएँ। And you sound like a professional playback singer. तर अब मलाई हजुरहरूको साथ र सपोर्टको जरुरत छ। हजुरहरूले मलाई सपोर्ट गर्नका लागि खल्ती एपमा गएर भोटिङमा थिचेर स्टुडेन्ट अफ द इयरमा क्लिक गर्नुपर्ने हुन्छ। भित्र रहेको कन्टेस्टेन्टहरूको लिस्टबाट कन्टेस्टेन्ट नम्बर 41 मा गएर विनय कुमार यानी मलाई धेरैभन्दा धेरै भोट गरेर सहयोग गर्न सक्नुहुनेछ। कलाकारितालाई मन पराउने सम्पूर्णलाई मेरो नमन।